धन्यवाद उद्घोषकज्यू। यस सभामा उपस्थित हुनुभएका सभाध्यक्षज्यू, प्रमुख अतिथि श्री प्रधानाध्यापकज्यू, निर्णायक मण्डल र उपस्थित गुरुवर्ग तथा सम्पूर्ण मेरा साथीभाइ बहिनीहरूलाई मेरो नमस्कार। म सामना बुढासेनी एस शिवपुरी माध्यमिक विद्यालयकी कक्षा 10 मा अध्ययनरत छात्रा आज यस वक्तृत्व कला प्रतियोगितामा भाग लिन पाउँदा अत्यन्तै खुसी छु। आजको शीर्षक प्लास्टिक प्रदूषणले गर्छ हानि जोगाउँ खाने पानी शीर्षकमा आज म केही आफ्नो भनाइहरू व्यक्त गर्न गइरहेकी छु। हो, अहिलेको यो 21औं शताब्दीको युगमा विकास त निकै भए, तर विकास सँगसँगै विनाश गर्ने प्रदूषण पनि बढ्दै गइरहेको यहाँहरूलाई सर्वविदितै छ। प्रदूषणमा पनि प्लास्टिक प्रदूषणले त झनै हाम्रो पृथ्वीको तत्त्वमै जल, वायु र मानव स्वास्थ्यमा समेत असर पारिरहेको छ। 40 माइक्रोन भन्दा कम तौल भएको प्लास्टिकका बोतल, प्लास्टिकका झोलाहरू, प्लास्टिकका कुनै पनि पदार्थहरूमा हामी फोहोर फाल्छौँ, प्रयोग गर्छौँ र जताभावी जमिनमा पानीका स्रोतहरूमा फाल्दाखेरि यसको माइक्रो प्लास्टिकहरू पानीमा मिसिन्छ, माटोमा मिसिन्छ। यो प्लास्टिकहरू हजारौँ वर्षसम्म नमासिँदाखेरि यसले पानी, पुरै पृथ्वी तत्त्वको पानी, जमिन सबैलाई प्रदूषित गर्दछ। हामी 9% प्लास्टिक मात्र पुनः प्रयोग गर्न सक्दछौँ। त्यसमा हामी प्रयोग गर्न नसक्ने प्लास्टिकहरू जलाउँदछौँ, जसले गर्दा त्यसमा भएको माइक्रो प्लास्टिकहरू वायुमण्डलमा गई ओजन तहलाई टुक्र्याउँदछ र अम्लीय वर्षा गएर समुद्र, जमिनको माटो सबैलाई प्रदूषित गरी जलचरहरू, जीवहरू र मानव स्वास्थ्यलाई पनि हानि गर्दछ। त्यही जल स्रोतहरूबाट पाइपको माध्यमबाट हाम्रो घरमा आउने पानी के त्यो शुद्ध होला त? के त्यही माटोमा उब्जनी गरेको अन्न पोषणयुक्त होला त? के त्यो स्रोतहरूमा बस्ने जीवजालहरूको सेवन गर्दा हामीले उपयुक्त होला त? पक्कै होइन। जमिनमाथि गरिएका पिच र प्लास्टरहरूले जमिन मुनि भएका पानीहरूलाई माथि आउन दिएको छैन। त्यसै गरी पानी सुक्दै गइरहेको छ र कारखानाबाट निस्किएका रसायनहरू पनि पानीको मुहानमा गइरहेका छन्। यसरी मानवलाई प्रदूषण गर्ने अधिकार कसले दियो? जबकि त्रेता युगमा भगवान रामचन्द्रले समेत लङ्कामा युद्ध गर्न जाँदाखेरि समुद्र पारी लङ्कामा रहेको युद्ध गर्न जाँदा समेत बाटो नभएर जल देवतालाई बाटो बनाइदिनु भन्दा 3 दिनसम्म आग्रह गर्दा पनि बाटो नदिएपछि आफ्नो अग्निबाणले समुद्र नै सुकाइदिन्छु भनेर भन्दाखेरि जल देवताले त्यस्तो नगर्न आग्रह गर्नुभएको थियो। जब रामचन्द्र भगवानले त जलमा भएको जलचरहरू, जल प्राणीहरू र पानीलाई बचाउनका निमित्त आफ्नो बाण तल राख्नुभयो भने हामी मानिसहरूले पनि यस प्लास्टिक उत्पादन गर्ने उद्योगहरूलाई किन बन्द गर्न नसकेका त? यस प्लास्टिकको न्यूनीकरण गर्न किन नसकेका हौँ त? यस प्लास्टिकलाई किन जथाभावी फालिरहेका हौँ त? हामीले यस पृथ्वीलाई नै, वातावरण र पृथ्वीको पर्यावरणलाई नै जोगाउनको निमित्त हामी आफै सचेत भई, पानीलाई जोगाउनको निमित्त हामी आफै सचेत भई सारा समाज, राष्ट्रलाई नै सचेतनामूलक कार्यक्रम जगाउने र सरकारले पनि यसको नियन्त्रणका लागि ठोस नीति नियम तयार गरी कार्यान्वयनमा ल्याउने जस्ता कार्य गर्नुपर्दछ। अहिलेको हाम्रो घरमा आएको 83% धाराहरूमा भएको पानीमा माइक्रोप्लास्टिकको गुण देखिएको छ। त्यसमध्ये जुन प्लास्टिकका गुण हामी खाइरहेका छौँ त्यसले हामीलाई मुटुको रोग, क्यान्सर जस्ता असर देखाउँदछ र मानव जीवनलाई नै असर पार्दछ। हामी मानिस आफै सचेत हुने
स्तरदेखि नै भाइ बहिनीहरूलाई सचेत गराउन जरुरी छ। यति भन्दै म आफ्नो 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद।